सबैजनालाई नमस्कार। म रमेश मल्ल। यति बेला म तुलसीपुर उपमहानगरपालिका 11 जनवारदेखि हामी गाडीमा खाद्यान्न राखेर चाहिँ जाँदैछौँ। हामी कहाँ जाँदैछौँ भनेर भन्दाखेरि दङ्गीशरण गाउँपालिका वडा नम्बर 2 कौवागारी सातटाकुरा भन्ने ठाउँमा जाँदैछौँ। सातटाकुरा सीता पुन मगरलाई योभन्दा केही दिन अगाडि हामीले चाहिँ उहाँको एउटा भिडियो पोस्ट गरेका थियौँ, किनकि उहाँ एकदमै नाजुक अवस्थामा हुनुहुन्छ र उहाँलाई चाहिँ प्रेसरले हानेको रहेछ र सँगसँगै उहाँलाई चाहिँ घाँसबास कपासमा हुने निकै नै समस्या देखेपछि खाद्यान्नहरू लगेर हामी उहाँको घरमा पुगिसकेका छौँ र उहाँको घरमा हामी सम्पूर्ण सामानहरू झारिसकेका छौँ र उहाँलाई सहयोग गरेर फेरि हामी दङ्गीशरण गाउँपालिका वडा नम्बर 2 मा रहेको सोनम बुढा मगर कहाँ पनि हामी जानेछौँ। हामीले तपाईँहरूलाई चाहिँ सहयोग गऱ्यौँ होइन। यसको विषयमा देश विदेशबाट चाहिँ अब गाउँघरबाट चाहिँ छरछिमेकीले चाहिँ गरेको सहयोग चाहिँ तपाईँलाई चाहिँ अहिले हामी यो सामग्रीहरू ल्याएको छौँ होइन। कस्तो लागेको छ तपाईँलाई? राम्रो लागेको छ। के भन्न चाहनुहुन्छ तपाईँले सहयोग गर्ने व्यक्तिलाई? सहयोग गर्ने व्यक्तिलाई सबभन्दा उहाँलाई धन्यवाद दिन्छु। नरुनु, तपाईँलाई सहयोग आएको छ होइन, रुने होइन नि त। यो भने त खुसीको दिन हो त, तपाईँलाई सहयोग गर्नुभयो होइन, रुने होइन है, रुने होइन। अनि उहाँलाई चाहिँ अब तपाईँ धन्यवाद दिन्छु, धेरै धेरै धन्यवाद दिन्छु। म पनि सधैँ दुःखी थिएँ। यहाँ कोही खाने मान्छे कोही थिएन। यहाँलाई पनि कमाउनु जाने, यहाँ कमाउनु जाने भने हुनु न मन लाग्दैन, एउटा हात लाग्दैन हो। हामीले त्यही देखेर तपाईँलाई चाहिँ अब हात नलाग्ने होइन, अब उहाँको अवस्था पनि त्यस्तै देखेर हामीले चाहिँ तपाईँलाई सहयोग गरे हो यो है। हजुर, सबै छोरीको पनि बिहा भइसक्यो, कमाउने कोही छैन। उहाँले मलाई छोड्नु गयो भने कमाउने पढाइ खुवाउने मान्छे पनि कोही छैन। हजुर, त्यही भएर यहाँ पढ्नु गएको। ठिक छ। दिनुभयो, सबैले सहयोग दिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। अब रुने होइन है, अब नरुने, राम्रोसँग तपाईँको चाहिँ यो सामानहरू चाहिँ तपाईँहरूले आफै चाहिँ अब पकाइ खाने है। अब तपाईँले भनेअनुसारले चाहिँ मैले चाहिँ तपाईँलाई सामान उपलब्ध बनाइदिएको छु है। ठिकै छ। अनि के छ तपाईँको, कस्तो लाग्यो तपाईँलाई चाहिँ सहयोग आउँदाखेरि? तपाईँलाई चाहिँ अहिलेको मनमा चाहिँ कस्तो लागिरहेछ? मनमा एकदम खुसी नै लागिरहेछ। खुसी लागिरहेछ। अब तपाईँलाई चाहिँ सहयोग गर्ने मान्छेहरूलाई तपाईँले के भन्नुहुन्छ? म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई। ठिक छ। अब तपाईँलाई चाहिँ सहयोग आएको छ राम्रोसँग चाहिँ घरमा। अब उहाँ एक्लै हुनुहुने चाहिँ गरेर होइन, तपाईँको आफ्नो परिवार, अब उहाँको विषयमा पनि ओडासँग समन्वय गरेर उहाँको लागि चाहिँ भत्ताको व्यवस्था गरौँला है। ल हुन्छ, धन्यवाद। ल दर्शक महानुभावहरू, यति बेला सीता पुन मगर धेरै नै भावुक हुनुभएको छ। उहाँले आफ्नो आँखाबाट आँसु झारिसक्नुभयो र हामीलाई पनि आँसु रोक्न गाह्रो भयो। उहाँलाई निकै नै समस्या नै देखिएको छ। दर्शक महानुभावहरूले, कतिपय साथीहरूले कमेन्टमा जे पाए त्यही लेख्नुहुन्छ। कमेन्टमा नराम्रो शब्दहरू चाहिँ नबोलिदिनु होला, नलेखिदिनु होला, किनकि मान्छेलाई दुःख परेपछि यो अवस्था आइपर्छ। भोलि आफूलाई पनि नआउला भन्न सकिँदैन। आज सीता पुन मगरलाई यो दुःख पर्यो, भोलि अरूलाई पनि हुनसक्छ। त्यसो भएको कारणले कमेन्टमा राम्रो शब्द, हामीलाई हौसला बढ्ने खालको शब्दहरू चाहिँ प्रयोग गरिदिनु होला, यही भन्न चाहन्छु। सीता पुन मगरको निकै नै समस्या देखेपछि उहाँ योभन्दा अघिल्लो भिडियोमा रोएर उहाँले चाहिँ हामीसँग चाहिँ आफ्नो कुराहरू चाहिँ राख्नुभएको थियो। यो दुःख देखेर दङ्गीशरण गाउँपालिका वडा नम्बर 2 बस्ने अमृत पुन मगरले उहाँलाई 10,000 रुपियाँ नगद सहयोग गर्नुभएको थियो। यो नगद उहाँलाई चाहिँ हामी घरमै गएर सोध्यौँ। हामीलाई नगदभन्दा पनि खाद्यान्नको अभाव छ, खाद्यान्न उपलब्ध गराइदिनुहोस्, यही पैसाले खाद्यान्न ल्याइदिनुहोस् भनिसकेपछि हामीले उहाँलाई खाद्यान्नको 10,000 बराबरको नुन, तेल, दाल, चामल लगायतका सामग्रीहरू घरमै लगेर हामीले दिएका छौँ। अमृत पुन मगर धेरै नै मनकारी, उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले उहाँले नै दिएको रकमले हामी अमृता पुनलाई सहयोग गरेर हामी फर्किँदैछौँ। हामी यति बेला फेरि अब दङ्गीशरण गाउँपालिका वडा नम्बर 2 सिमल कुनामा बस्ने सोनम बुढा मगरको घरमा जाँदैछौँ। उहाँलाई योभन्दा अगाडि उहाँलाई उपचारको लागि देश विदेशबाट सहयोग गर्नुभएको थियो। त्यो रकम थोरै बचेको छ हामीसँग। उहाँलाई उपचार गरिसकेर पनि बचेको रकम उहाँलाई खाद्यान्नको व्यवस्था, उहाँलाई पनि घाँसबासको लागि चाहिँ हामीले सामग्रीहरू लगेर उहाँको घरमा जाँदैछौँ।
सोनाम बुढा मगर अहिले निको भइसक्नु भएको छ। उहाँलाई निकै नै समस्या थियो, उहाँको आन्द्रामा समस्या थियो। उपचार भइसकेपछि उहाँ अहिले घरमा हुनुहुन्छ। म उहाँको घरमा पुग्दैछु। हजुर, सोनाम बुढा मगरको श्रीमती हुनुहुन्छ नि? हजुर। हामीले हजुरलाई चाहिँ यो सहयोग अहिले बचेको रकमबाट सहयोग चाहिँ दिन आयौँ होइन। अनि के छ अहिले चाहिँ श्रीमानलाई कस्तो छ? अहिले अब ठिकै छ भन्नुपर्छ है। पहिला अब अलिक गम्भीर थियो अवस्था, अनि आजभोलि अब औषधि त्यो सबै गरेर आएर उपचारहरू गरेर आएर अब ठिकै छ। आजभोलि चाहिँ हिँड्न अनि खाना बस्न सबै ठिक राम्रो भएको छ। अहिले चाहिँ जुन अब हामीले चाहिँ पठाएको रकम तपाईँहरूले चाहिँ औषधि उपचार गर्नुभयो। हजुर। अनि के छ पैसा चाहिँ पुग्यो तपाईँहरूलाई त्यति बेला? हजुर, पुग्यो होइन। अब के छ अहिले उपचारको क्रममा त्यस्तो चाहिँ बाधा अवरोध त्यस्तो समस्या केही आइपऱ्यो कि परेन? हजुर, त्यस्तो त अब आइपरेन। अब यहाँ त हजुरले सबैले सहयोग गर्दाखेरि अब त्यस्तो केही पनि भएन, राम्रै भयो भन्नुपर्छ। अहिले चाहिँ सकुशल हुनुहुन्छ? हजुर। अब अहिले धेरै निको भइसक्नु भएन? हजुर, अहिले त धेरै सन्चो हुनुहुन्छ। पहिला हेर्दा अब पहिला कस्तो थियो लास्ट अवस्था थियो भने चाहिँ अहिले कति राम्रो हुनुभएको छ, राम्रै भएको छ। अनि हजुरलाई चाहिँ यो जो देश विदेशबाट होइन सहयोग गर्ने सबै सहयोगी मनकारीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? मैले के भन्न चाहन्छु भने चाहिँ हजुरले सहयोग यति गरिदिनु भयो मेरो श्रीमानलाई। अब लास्ट अवस्था भएको थियो, अब सबै सहयोग दाइ दिदी बहिनी सबै दाजुभाइहरू सबैले सहयोग गरिदिनु भयो अनि राम्रो भएको छ। त्यहाँबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामीहरू पनि अस्ति सबैलाई सहयोग साथ दिनु होला भन्न चाहन्छु। हस्, धन्यवाद। दर्शक महानुभावहरू, यति बेला हामी दङ्गीशरण गाउँपालिका वडा नम्बर 2मा बस्ने सीता पुन मगर र दङ्गीशरणकै सोनाम बुढा मगरलाई हामीले खाद्यान्न सहयोग गरेर हामी चाहिँ फर्किँदैछौँ। अब हामीलाई देश विदेशबाट माया गरेर सहयोग गरिदिनु भएको आदरणीय मेरो आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मैले हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। किनकि हजुरहरूले गरेको सहयोग अहिले एउटा व्यक्ति मात्रै नभएर उहाँको घर परिवार खुसियाली भएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै सहयोग गरिदिनु हुनेछ भन्ने खालको आशा राख्दै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद।